हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। अनि अहिले चाहिँ ब्लगको अन्त भयो, तर नि स्टार्ट गरेको जस्तै। अनि आज चाहिँ हाम्रो यता फ्यामिली ग्यादरिङ भएको। सो यता रहेको छ मेरो बुवा, ताकि लाभ अनि यता चाहिँ रहेको छ मेरो बुवा। अनि यहाँ चाहिँ रहेको छ भान्जा बाबु, ठुलो भान्जा बाबु समथिङ, सानो भान्जा साङडु, यता नातिनी पेना, यता भाउजू दिदी छोरी 2 जना, अनि ठुले भाउजू सानो नातिनी, अनि धेरै जस्तो चाहिँ अनि कुनै फर्किटे चल्नु भयो। हामी भन्दा अगाडि किन जेठा माइला साइलाबाट अनि पालुसँग आउनु पर्दैन? यो भएन यो आजैदेखि क्यामेरा नदेखो है सबैजनाले, क्यामेरा चाहिँ नदेखाउने। पानीमा हामीले के निकालेर हामीले पैसा पनि निकाल्यो। लामो गुम्बा भन्छ भाउजूले। आन्टीको 25 साइज के अनि खै आन्टी पुण्यहरू खोइ त पुण्यहरू छ स्कुलमा। भाउजू आउनु भएन? छोरी त्यहाँबाट क्याप्चर गर्नु भाउजू भाउजूलाई यहीँ आएको छ नि छोरी। ल मन ढोक्नु पर्यो यसरी होइन, घुँडा टुएर ढोक्नु पर्यो नि। त्यसो दाइ चाहिँ कहाँ उठेर अर्ले गाह्रो बनायो नि त तिमीले यसो त्यसो भन न। अहिले खाउन छोड्यो भने एकछिन भएन अङ्कल आन्टी कोठी हुन्छ आफै हो। अहिले चाहिँ हेर्नु हजुर छोरी बसौँ बसौँ दाइ जानु न, तपाईँ जानुहोस्। डोन्जिङ केही गर्नु पर्दैन। गइसक्यो जम्मा कहाँ गएर कहाँ पुगिसक्यो। त्यसरी सबैले एकै साथमा एउटै उसमा यी माथि राखिहाल्छ नि छोरी।
बजाउनु अङ्कल उल्झिन्छ फेरि तपाईँ हात धुनुभयो अब हात धुने हामी बस्नु कतिजना हात धुनु ल्याउँछु म अब सान्डु सान्दिन आएन ए कलेजमा जाने ए पानी कम होइन कि यो लाने यो चिल्लो फर्कको चलाउने हजुर कान बाबुलाई बाबु खोइ बुझ्यो कुखुराको दाना त तनी छ्याक्छ्याक हुन्छ अब तताउनु पानी बसाल्नु लसो अब सुरु गरेको है खाना अघि सबैको सोध्नु त छोरी अहिलेको जति त हुँदै हुँदैन मलाई यहाँ सुन है साथीहरू म एउटा कुरा सोध्छु है त नेपालीमा कर्तव्यलाई इङ्ग्लिसमा के भन्छ र ट्रान्सलेट गर रेस्पोन्सिबिलिटी सामदेन रेस्पोन्सिबिलिटी तपाईँमा रेस्पोन्सिबिलिटी हामी तपाईँ भन्नु त के अरे साँदैन यसरी भन्दा रेस्पोन्सिबिलिटी रेल्स भयो रेस्पोन्सिबिलिटी अब आउँदैन तिमी भन्नु त रेस्पोन्सिबिलिटी सिभिलिटी त्यो होइन रेस्पोन्सिबिलिटी ल अर्को है त नेपालीमा सतक भन्छ होइन एसेम्बली लिँदाखेरि होइन त्यसलाई इङ्ग्लिसमा के भन्छ स्ट्यान्डर्डिज नो के त्यो हाम्रो एसआर भने जस्तै भयो होइन अघि के अरे अटेन्डेन्स भन्नु त हाजिर त्यसलाई चाहिँ एटेन्डेन्स 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 मिल्यो त त्यो त उनीहरूको तपाईँ भन्नु न एटेन्डेन्स नेपालीमा होइन घोडा फाट भन्छ नि इङ्ग्लिसमा के भन्छ स्ट्यान्डिज गुड के भन्नु त स्ट्यान्डर्डिज ए? स्ट्यान्डर्डिज भन्नु त स्ट्यान्डर्डिज मिल्यो अनि छोरी दुईजना भन्नुहोस् त यो सबै देशले Seventies. स्ट्यान्डर्डिज टेन्सन भन्छ के अरे कर्तव्यले चाहिँ के भन्छ रे अन्त भन्नु त कर्तव्यले रेस्पोन्सिबिलिटी त्यहाँ यो अनि अर्को के भन्नु खोइ होइन जस्तै इङ्ग्लिसमा अब स्ट्यान्डर्डिज अटेन्सन भन्छ नि होइन जस्तै नेपालीमा चाहिँ घोडा फेरि घोडा चट भन्नु पर्ने कि है त्यो चाहिँ किन भनेन होला कि अर्को के सोध्नु खोइ इङ्ग्लिसमा के भन्छ अन्त तिमीले कुन कुराहरू बनाउँदैन त रेस्पोन्सिबिलिटी भन्नु त भाउजू